अहिले चाहिँ हामी थाउजन्ड आइल्यान्ड तर्फ लाग्ने बोट फोर्टमा आइसकेको छौँ र हामी बोटको प्रतीक्षामा छौँ। त्यसैले पनि हजुरहरूलाई मैले यो बोटको प्रतीक्षाको टाइममा थोरै यहाँको आसपासमा रहेका दृश्यहरू मेरो भिडियो मार्फत तपाईहरुलाई देखाइरहेको छु। हजुरहरू कहाँबाट हुनुहुन्छ र मेरो भिडियो हेर्दै हुनुहुन्छ भने प्लिज कमेन्ट बक्समा हजुरले कमेन्ट छोड्न सक्नुहुन्छ। हेलो एभ्रिवान, अहिले चाहिँ हाम्रो एउटा सानो परिवार चाहिँ हामी थाउजन्ड आइल्यान्डको भिजिटमा हामी निस्किन लागेका छौँ। हाम्रो फ्यामिली मेम्बरहरू मेरा कान्छा दादा हुनुहुन्छ, दिदी हुनुहुन्छ, श्रीमती हुनुहुन्छ र मेरो हाम्रो अजय हुनुहुन्छ है। हजुर हाम्रो सानो परिवार, अहिले हामी ठुला छौँ परिवार चाहिँ, तर हाम्रो अमृतजय हुनुहुन्छ, हाम्रो कान्छा दादा हुनुहुन्छ, जुना दिदी हुनुहुन्छ है। अब है अनि देवी जय लजाउँदै हुनुहुन्छ है। हाम्रो देवी आउँदै हुनुहुन्छ र हामी चाहिँ आज यसो हजुर मेरो कान्छा दिदी हुनुहुन्छ है, अनि दादा हुनुहुन्छ है। यता श्रीमती पनि लजाउँदै पर भागिसक्नु भयो है। आज चाहिँ हाम्रो परिवारको भिजिट टुर चाहिँ थाउजन्ड आइल्यान्डतिर लागिरहेको छौँ। तपाईँहरूलाई थाउजन्ड आइल्यान्ड गएर पनि त्यो भिडियो क्लिप्सहरू राख्ने नै छु, हेर्दै गर्नु होला मेरो ब्लग। यो चाहिँ अहिले गइरहेको सिप चाहिँ थाउजन्ड आइल्यान्ड तर्फ लागिरहेको छ र हामी फेरि अर्को बोटको प्रतीक्षामा छौँ गाइज। हामी अवश्य पनि तपाईँहरूलाई थाउजन्ड आइल्यान्डको दृश्यहरू राख्ने नै छु है। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ प्लिज हजुरहरूले मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनुहोस् र यदि मसँग जोडिनलाई हजुरहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने प्लिज सब्सक्राइब गरेर मसँग जोडिनु आजको अनुरोध पनि गर्न चाहन्छु।
गाइज यहाँ चाहिँ 1000 आइल्यान्ड भनेको चाहिँ 1000वटा टापुहरू रहेछ यो भित्रभित्र है। मैले हजुरलाई म भिडियो क्लिप राख्ने नै छु अघिल्लो भिडियोमा। र यो 1000वटा टापुहरू भएर बनिएपछि चाहिँ यहाँ 1000 आइल्यान्ड भनेर नाम राखिएको रहेछ। र यस्तो बोर्डहरू यहाँनिर धेरै छन्। यो बोर्डले चाहिँ हामीलाई यो 1000 आइल्यान्ड भनेको 1000वटा आइल्यान्डहरू टापुहरूको चाहिँ भिजिट गराउनुहुन्छ। र हामी भिजिट सकिसकेको अवस्था छ। र तपाईँहरूलाई चाहिँ मैले है वेदरको कारणले गर्दा पुरा ठाउँ-ठाउँमा भिडियोहरू लिन सकिनँ है। त्यसको लागि हजुरलाई मैले भिडियो क्लिपहरू ठाउँ-ठाउँमा राखेको छु। र तपाईँहरूलाई चाहिँ मैले देखाउने छु। र यो भिडियोहरू त्यसैले पनि प्लिज मेरो भिडियो चाहिँ स्किप नगरी हेरिदिनुहोस् है त ल। ल हाम्रो यो 1000 आइल्यान्डसम्मको यात्रा चाहिँ हामीले पुरा गरिसकेका छौँ साथीहरू। र हामी यो अलिकति वेदरको कारणले गर्दाखेरि मैले पुरा भिडियोहरू लिन सकिनँ। हजुरलाई बिचमा है खिचेको क्लिपहरू राखेको छु। र हामी यो 1000 आइल्यान्डको पुरा भिडियोहरू चाहिँ मैले यहाँ राख्न सकिनँ। फेरि पनि हजुरलाई म कुनै समयमा लिनेछु र पुरा भिडियोहरू राख्नेछु। हेर्दै गर्नुहोस् है त।
आजको मौसम चाहिँ यस्तो खराब भइदियो है। कतिपय भिडियोहरू पनि मैले बनाउन सकिनँ यो समयमा है, त्यसैले पनि एकदम गाह्रो अवस्था भइदियो है। तर अनि सबैजना यस्तो गाह्रो हेर्नु न, माथि हेर्नुहोस् त, आकाश यस्तो भएको छ गाइस है। आकाश यस्तो भएको छ, एकदम गाह्रो भइदियो भिडियो बनाउन पनि, र मैले कति भिडियोहरू बनाउन पाइनँ है। त्यसको लागि चाहिँ क्षमा चाहन्छु, र फेरि आउँदा समयमा आएर एकदम राम्रो क्लियर भिडियो बनाएर फेरि राख्ने नै छु। तपाईहरूले मेरो च्यानललाई है माया गरिदिनुहोस्, यही भन्न चाहन्छु। Blogger, social 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 blogger.